सुधा आर्थिक सहयोग गर्नुभएको छ यस श्रीमाधवराय भगवानले पृथ्वीको सम्पूर्ण स्वर्गमा बाँचे पनि श्रीमाधव भगवानले रक्षा गरून् कल्याण गरून् जय श्रीमाधवराय। कामना गर्दै जय श्रीमाधव भगवानले रक्षा गरून् कल्याण गरून् जय श्रीमाधवराय। राष्ट्रिय निवासी उजेरी भट्टराजी तपाईँ जहाँ हुनुभयो पनि सङ्कल्प गर्ने स्थानमा आइरहनु हार्दिक अनुरोध गर्न चाहन्छु। सबैको फेरि उहाँ सङ्कल्प गर्ने स्थलमा पुर्याउनु भएको छ। जय श्रीमाधवनारायण जय श्रीमाधवनारायण जय श्रीमाधवनारायण। यस पवित्र तीर्थस्थल सालनदीमा पाउनुभएका सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा हार्दिक स्वागत गर्न चाहन्छु। आदरणीय श्रद्धालु भक्तजनहरू तपाईँहरूको सहयोगबाट नै यस मेला व्यवसाय समितिको मन्दिर निर्माण साथै सार्वजनिक परिसरको भौतिक निर्माण भएको हुँदा सहयोग गर्न चाहनुहुने सम्पूर्ण श्रद्धालु भक्तजनहरूले यस समितिको माइटिङ स्थलमा आर्थिक सहयोग गर्न सक्नुहुनेछ। आदरणीय श्रद्धालु भक्तजनहरू यस धार्मिक तीर्थस्थल सालखु सालनदीमा पाल्नुहुने सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा हार्दिक स्वागत गर्न चाहन्छौँ। समस्त श्रद्धालु भक्तजनहरूमा श्रीमाधवनारायण संस्थानीगत तथा स्वामीलाई सुधारले हार्दिक स्वागत गर्न चाहन्छ। कृपया भिड बढिरहेको छ त्यसकारण श्रीमाधवनारायण भगवानको अनि छिटो दर्शन गरी प्रस्थान गरिदिनका लागि हार्दिक अनुरोध गर्दछु। बाटोमा नउभिदिनका लागि पनि मेला व्यवस्थापन समिति हार्दिक अनुरोध छ। त्यो सिँढीमा बस्नका लागि तपाईँ ओर्लिनुहोस् त सिँढीमा बस्नका लागि तपाईँ ओर्लिनुहोस् लड्नुहोला। यस पवित्र धार्मिक संस्थानमा पाल्नुभएका समस्त श्रद्धालु भक्तजनहरूमा श्री माधवनारायण संस्थानीगत तथा स्वामीलाई सुधार समिति हार्दिक स्वागत गर्न चाहन्छ। यहाँहरूकै सहयोगबाट यहाँहरूकै आर्थिक सहयोगबाट मेला व्यवस्थापनहरू भइरहेको छ, भौतिक निर्माणहरू भइरहेको छ। यसै गरी श्री माधवनारायण भगवानको मूल मन्दिर तयारी अवस्थामा छ। त्यसकारण यस्तो पुण्य कार्यमा तपाईँहरू सहयोग गर्न चाहनुहुन्छ, पुण्य कमाउन चाहनुहुन्छ भने माघे मौरीको स्थानमा यथाशक्ति सहयोगका लागि हार्दिक अनुरोध गर्दछु। सहयोगकै क्रममा ढुवाकोट भक्तपुरदेखि पाल्नुभएका श्रद्धालु भक्तजन हेरा हालोट गोल्डेनको आज बर्थडे रहेको कारणले गर्दाखेरि सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै सधैँको श्री माधवनारायण भगवानले उहाँहरूको रक्षा गरून्, कल्याण गरून्। जय श्री माधवनारायण, जय श्री माधवनारायण।
यस पवित्र धार्मिक स्थल पवित्र धार्मिक स्थल कालीनदी तालुका समस्त श्रद्धालु भक्तजनहरूमा मेला व्यवस्थापन समिति हार्दिक स्वागत गर्दछ। आर्थिक सहयोगका क्रममा जर्मनीले गर्दा कुनाले पाल्नुभएका शान्ता तिमोचना जीबाट श्री मन्दिर चरणको मूलमा 505 रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ। उहाँलाई सम्पूर्ण परिवारको श्री मन्दिर भगवानले रक्षा गरून्, कल्याण गरून्। त्यसै गरी नालाबाट पाल्नुभएका कृषक क्षेत्र तथा स्मृति क्षेत्रजीकोबाट श्री मन्दिर भगवानको चरणको मूलमा 155 रुपियाँ आर्थिक सहयोग भएको छ। उहाँलाई उहाँको सम्पूर्ण परिवारको श्री मन्दिर भगवानले रक्षा गरून्, कल्याण गरून्। जय श्री नारायण। यस ऐतिहासिक केन्द्र धार्मिक तीर्थको सार्वजनिक परिसरमा भगवानको रूपमा धूप, बत्ती, अगरबत्ती नबालिदिनुमा तथा प्लास्टिक जन्य सामानहरू भगवानको रूपमा नबालिदिनुमा यस मेला व्यवस्थापन समिति हार्दिक धन्यवाद गर्न चाहन्छु। आदरणीय श्रोताहरू भक्तजनहरू, आज नै मेला व्यवस्थापन मन्दिर निर्माण साथै सार्वजनिक परिसरको भौतिक निर्माण भएको हुँदा सहयोग गर्न चाहन्छु भने यस माइकिङ स्थलमा रसिद काटी सहयोग गर्न सक्नुहुनेछ। यसै गरी पालोबाट साथबाट पाल्नुभएका राम तामाङजीबाट यस श्री माधव भगवानको चरण कमलमा 505 रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ। उहाँलाई उहाँको सम्पूर्ण परिवारको श्री माधव भगवानले रक्षा गरून्, कल्याण